हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ हाम्रो कम्पनीको एकजना खजाङनिम अङ्कलले हामीलाई सपिङ गराउन ल्याउनु भएको थियो। अनि आज कम्पनीतिर यताउता घुमघाम गर्न जाऊँ भनेर ल्याउनु भएको थियो। अहिले त्यहीँ गइरहेछौँ गाइज, हल्का सपिङ गरेर। यो अब हामीहरू अब जानको लागि रेडी। के गर्दैछु फेरि अङ्कल? ल यहाँको के हुन्छ गाइजहरू, हामीहरूको राइट साइडतिर स्ट्रिङ हुन्छ, यिनीहरूको लेफ्ट साइडतिर हुने रहेछ क्या। हामीहरूको दायाँपट्टि स्ट्रिङ हुन्छ, यिनीहरूको बायाँपट्टि हुन्छ। बाटो पनि त उल्टो छ नि त, होइन? हामीहरूको दायाँबाट हिँड्छन्, यिनीहरूको नेपालमा। यो अङ्कल पनि हामीलाई गाडीमा बसाएर आफू चुरोट खान गएको छ। चुरोट खाएर आउँछ होला एकछिनमा। 네, 여기 있다. 여기서. 여기에서 여기서. 몇 시에? 여기서 07시 40분. 네. 그러니까 07 네. 14 네. 오케이? ओके। 약 500m 앞 교통정보 수집 구간입니다. अब यताबाट हिँड्यौँ हामी, यताबाट कम्पनीतिर जाँदैछौँ गाइज। कम्पनी हल्का टाढा नै छ, 4-5 किलोमिटर जति छ। त्यही भएर आज लिन आज बुढो। 약 300m 앞 교통정보 수집 구간입니다. 잠시 후 시속 50km 신호 위반 과속 주의 구간입니다. गाइजहरू आज हामी कम्पनी गइरहेछौँ है। 요 상거리에서 좌회전. 새가 새 까치. 까치네। 까치. 요 전진의 요 지역에는 ने यो हाम्रो कम्पनी गाइज ठुलै हो होइन, डे नाइट चल्ने कम्पनी हो। अब हामीहरूलाई चाहिँ अरू कोही छैन कि नेपाली, हामी दुईजना मात्र हो नेपाली, अरू सबै इन्डोनेसियन फिलिपिन्सहरू छ। अब 2 महिना चाहिँ हामीलाई डेमा गरौँ भनेको छ, 2 महिनापछि नाइट डे गरेर दुवै सिफ्ट गर्नुपर्छ भनिरहेको थियो। अब ठिकै छ गाइज, जस्तो भयो नि गर्नु पर्यो है। ल गाइजहरू, अब हाम्रो कम्पनी पुग्यो। यही हो हाम्रो कम्पनी चाहिँ। आज अब बन्द छ, आज सन्डे हो। सटरडे अनि सन्डे 2 दिन बन्द हुन्छ हप्ताको। अनि अब पुग्यौँ। यही हो हाम्रो कम्पनी। आज चाहिँ फुल्ली बन्द छ, तैपनि आज यसो घुम्न जाऊँ भनेर ल्याएर आएको। अब हाम्रो काम चाहिँ भोलिदेखि स्टार्ट हुन्छ, त्यही भएर ल्यायो होला नि देखाउन। अस्ति नै ल्याएको थियो देखाउन, आज नै ल्यायो फेरि। यही हो गाइजहरू कम्पनी है, लास्टै ठुलो छ नि कम्पनी। यो हाम्रो बस हो, यसैमा बिहान लिन आउँछ भनिरहेको थियो सधैँ 7:40 त्यहाँनिर बस स्टपमा रोकिराख्नु, लिन आउँछ बस सधैँ भनिरहेको थियो। अब भोलिदेखि काम स्टार्ट हो नि त, त्यही भएर अब कम्पनी त लास्टै ठुलो जस्तो देखिन्छ गाइज। अस्ति नै भित्र नै गएको थियो, ठुलो मसिन थियो है। यही हो हाम्रो कम्पनी चाहिँ। राम्रोसँग अब आज खुलेको छैन, आज अब देखाउन पाइँदैन। कुनै दिन भित्रको पनि मसिनहरू देखाउँला। अस्ति त मसिन देखाएको थियो, ठुलो थियो लास्टै। आज त छुट्टीको दिन त पुरा बन्द हुने रहेछ त है। यो कम्पनी उतातिर अफिस हो, त्यो सिसावाला, त्यो कम्पनी एरिया रहेछ नि यो। अब यतातिर फेरि भित्र अफिस त खुल्लै हुने रहेछ आज नि। त्यो चाहिँ हाम्रो बस हो गाइज। ल गाइजहरू, अब फर्किन लास्टमा हामी आउने बेला कारमा आयो, फेरि जाने बेला बसमा लगिरहेछ। भोलि फेरि आउने बस यही हो नि त, त्यही भएर अब जान लागेको। हामीलाई यहाँ गाडीमा राखेर बाहिरतिर फेरि
चुरोट खाइरहेछन् तिनीहरू कति चुरोट खान्छ हो यहाँको मान्छेहरू हेर न बाफ रे बाफ लास्टै चुरोट खान्छन् नि ल त गाइज यहाँहरूलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद फेरि नि यस्तै भिडियोहरू हाल्दै गर्छु कृपया च्यानललाई सब्स्क्राइब अनि लाइक कमेन्ट सेयर गरिदिनु होला धन्यवाद